हेलो एभ्रिवान, स्वागत छ तपाईँहरू सबैलाई हाम्रो यस युट्युब च्यानलमा। सधैँ चाहिँ भिडियो लिएर उपस्थित हुने क्रममा आज पनि हामीले बिबिएस सेकेन्ड इयरको अर्गनाइजेसनल बिहेभियर एन्ड ह्युमन रिसोर्स म्यानेजमेन्ट यानि कि यसलाई सर्ट फर्ममा चाहिँ हामी ओबिएचआरएम भनेर चिन्ने गर्छौँ। यो सब्जेक्ट अन्तर्गत रहेर चाहिँ फाइनल इक्जाम 2082 को लागि चाहिँ इक्जाम एनालाइसिस एन्ड इम्पोर्टेन्ट च्याप्टर्स भन्ने सम्बन्धमा रहेर चाहिँ एउटा भिडियो लिएर उपस्थित भएका छौँ। भिडियो सुरु गर्नुभन्दा अगाडि एउटा सानो रिक्वेस्ट गर्न चाहन्छौँ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र भर्खरै हाम्रो भिडियोहरू हेर्दै हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरेर नजिकै रहेको बेल आइकन क्लिक गर्न नभुल्नुहोला, ताकि हामीले अपलोड गरेका यस्तै नयाँ भिडियोहरू चाहिँ नोटिफिकेसन मार्फत तपाईँहरूले तुरुन्त प्राप्त गर्नुहोस् र तपाईँहरूको पढाइ चाहिँ सहज ढङ्गले अगाडि बढोस्। अब हामी सुरु गर्छौँ यो इक्जाम एनालाइसिस एन्ड इम्पोर्टेन्ट च्याप्टरसँग सम्बन्धित रहेको भिडियो चाहिँ। अब यहाँनिर तपाईँले यो जुन ओबिएचआरएम भन्ने सब्जेक्ट छ यसमा चाहिँ तपाईँको ओबी भन्नेतिरबाट पनि एउटा पार्ट अनि त्यस पछाडि एचआरएम भन्नेतिरबाट अर्को पार्ट गरेर तपाईँलाई दुईवटा पार्टबाट चाहिँ क्वेसन आउने गर्छ। जस्तो तपाईँको यहाँनिर हेर्न सक्नुहुन्छ, पार्ट 1 भनेको चाहिँ तपाईँको अर्गनाइजेसनल बिहेभियर हो। यो अर्गनाइजेसनल बिहेभियर भन्ने पार्टबाट चाहिँ तपाईँको 7वटा युनिट छन्, त्यसबाट क्वेसनहरू आउने गर्छ। र तपाईँको पार्ट 2 भनेको चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट भन्ने छ। ह्युमन रिसोर्स म्यानेजमेन्ट अन्तर्गत रहेर चाहिँ तपाईँलाई कतिवटा च्याप्टर दिएको छ त भन्दाखेरि 5वटा च्याप्टर दिएको छ र यही 5वटा च्याप्टरहरूबाट चाहिँ तपाईँलाई क्वेसन सोध्ने गर्छ। अब अर्गनाइजेसनल बिहेभियर र ह्युमन रिसोर्स म्यानेजमेन्ट यी फरक विषय थिए पहिला चाहिँ है, पछि चाहिँ मर्ज भएर तपाईँलाई सेकेन्ड इयरमा नै यो कोर्स हालिदिएको छ। अब यो अर्गनाइजेसनल बिहेभियर को चाहिँ फर्स्ट च्याप्टर भनेको इन्ट्रोडक्सन च्याप्टर छ, जसको लेक्चर आवर तपाईँ हेर्नुहुन्छ भने चाहिँ लेक्चर आवर 14 को छ, भनेको 14 घन्टाको चाहिँ लेक्चर आवर भएको च्याप्टर हो यो। अब तपाईँहरूले जहिले पनि हरेक सब्जेक्टको इन्ट्रोडक्सन भन्ने च्याप्टर चाहिँ अझै बढी इम्पोर्टेन्ट हुन्छ र यहाँबाट प्रायः क्वेसनहरू आइरहेको हुन्छ। हामीले प्रिभियस इयरकै क्वेसन हेर्छौँ भने पनि यहाँबाट एउटा क्वेसन आइसकेको छ र अघिल्ला सालहरूमा पनि आएको छ। भरे हामी कुन च्याप्टरबाट कति प्रश्नहरू कुन प्रश्नहरू चाहिँ कति पटक सोधेको छ भन्ने सम्बन्धमा पनि यहाँनिर छलफल गर्नेछौँ। आज अलिकति फरक तरिकाले चाहिँ हामीले यो इक्जाम एनालाइसिस एन्ड इम्पोर्टेन्ट च्याप्टरलाई लिएर आएका छौँ। त्यस कारणले गर्दाखेरि फर्स्ट च्याप्टर इन्ट्रोडक्सन च्याप्टर छ। अब यसमा चाहिँ तपाईँले के कुरा पढ्नुपर्छ भन्दाखेरि अर्गनाइजेसनल बिहेभियर भनेको के हो होइन, त्यसका तहहरू एनालाइसिस गर्ने अर्गनाइजेसनल बिहेभियरहरू जुन सङ्गठनात्मक व्यवहार छ त्यसलाई अध्ययन गर्ने तहहरूका कुरा, त्यस्तै गरेर अर्गनाइजेसनल बिहेभियर सिस्टम होइन, यो भनेको चाहिँ सङ्गठनात्मक व्यवहारको प्रणाली कस्तो छ, त्यस पछाडि बेसिक एजम्सन्स अफ अर्गनाइजेसनल बिहेभियर आधारभूत मान्यताहरू, सङ्गठनात्मक व्यवहारका आधारभूत मान्यताहरू के कस्ता रहेका छन्, त्यस्तै गरेर कन्ट्रिब्युटिङ डिसिप्लिन्स टु द फिल्ड अफ अर्गनाइजेसनल बिहेभियर। अब यो चाहिँ के कस्ता फिल्डहरूमा चाहिँ अर्गनाइजेसनल बिहेभियरले चाहिँ कन्ट्रिब्युट गरिरहेको हुन्छ भन्ने कुरा। अनि त्यस पछाडि अरू भनेको चाहिँ इन्डिभिजुअल बिहेभियर एज एट इनपुट आउटपुट सिस्टम, इन्डिभिजुअल बिहेभियरको कुरा छ होइन। त्यस्तै गरेर मेन्टल प्रोसेस, मोटिभ्स, यो चाहिँ मेन्टल प्रोसेस भयो। त्यस पछाडि बिलिफ्सको कुरा छ, एटिट्युड्स, भ्यालुज, निड्स, मोटिभ्स एन्ड बिहेभियर, इमोसन्स एन्ड कग्निटिभ डिसोनेन्स भन्ने छ। र अर्को एकदमै इम्पोर्टेन्ट टपिक भनेको चाहिँ न्यू च्यालेन्जेस फर म्यानेजर इन अर्गनाइजेसनल बिहेभियर। यो अर्गनाइजेसनल बिहेभियरको लागि चाहिँ नयाँ जुन म्यानेजरहरू छन् तिनीहरूलाई के कस्ता नयाँ चुनौतीहरू छन् भन्ने कुरा चाहिँ यहाँनिरबाट इम्पोर्टेन्ट छ। र तपाईँलाई यहाँनिर चाहिँ एउटा कुनै स्पेसिफिक प्रब्लम जस्तो दिएर तपाईँले रियल टाइम इक्जाम्पलसहित लेख्ने खालको क्वेसन पनि आइदिन सक्छ। यसबाट एनालाइटिकल एन्सर क्वेसन यानि कि 15 मार्क्सको क्वेसन आएको खण्डमा। ल अहिले हामीले यति नै कुरा गर्छौँ। यहाँनिर चाहिँ इन्ट्रोडक्सन भन्नेमा चाहिँ यो पढ्नुपर्ने रहेछ भन्ने कुरा बुझ्यौँ। अब भरे हामी कुन च्याप्टरबाट कुन प्रश्नहरू कतिपटक सोधेको छ भन्नेसँग सम्बन्धित रहेर पनि हामीले क्वेसन ल्याएका छौँ। त्यस कारणले गर्दाखेरि त्यसमा पनि हामी छलफल गरिहाल्नेछौँ है त। अब नेक्स्ट भनेको चाहिँ तपाईँको पर्सेप्सन्स एन्ड लर्निङ भन्ने छ। अब पर्सेप्सन एन्ड लर्निङ भन्ने चाहिँ तपाईँको लेक्चर आवरको कुरा गर्नुहुन्छ भने लेक्चर आवर 12 को छ। यो लेक्चर आवर 12 को च्याप्टरमा चाहिँ तपाईँले के पढ्नुपर्छ भन्दाखेरि पर्सेप्सन भनेको के हो, लर्निङ भनेको के हो। अब मैले एउटा कुरा भनिहालौँ, तपाईँले यो जुनसुकै च्याप्टरहरू छन् नि यी च्याप्टरहरूको चाहिँ जस्तो इन्ट्रोडक्सन भन्नुको मतलब के को इन्ट्रोडक्सन त भन्दाखेरि इन्ट्रोडक्सन टु अर्गनाइजेसनल बिहेभियर हो। भनेपछि अर्गनाइजेसनल बिहेभियर भनेको के हो, यसको उद्देश्य के छ होइन, किनको लागि यो चाहिँ अर्गनाइजेसनल बिहेभियर चाहिँ किन आवश्यक छ सङ्गठनहरूको लागि भन्ने कुरा। त्यस्तै गरेर यसको महत्त्वहरू, च्यालेन्जेसहरूका कुराहरू तपाईँले जान्नुपर्ने हुन्छ क्या। जुन टपिक छ त्योसँग सम्बन्धित चाहिँ तपाईँले केही न केही लेख्न सक्ने गरी 3-4 मार्क्सको चाहिँ लेख्न सक्ने गरीको तयारी चाहिँ तपाईँले गर्नुपर्ने हुन्छ।
त्यो भएको खण्डमा चाहिँ तपाईँले आफ्नो इक्जाम सजिलैसँगले राम्रोसँगले तपाईँले के गर्न सक्नुहुन्छ त प्रस्तुत गर्न सक्नुहुन्छ। अब यो पर्सेप्सन भनेको के हो, अनुभूति र लर्निङ भनेको सिकाइ छ। अब तपाईँलाई यहाँ पनि यही पर्सेप्सन एन्ड लर्निङ भने अघि हामीले ओबी एन्ड एचआरएम भने जस्तै गरेर पर्सेप्सनतिरबाट पनि कहिलेकाहीँ क्वेसन सोधिरहेको हुन्छ र धेरै जसो क्वेसन चाहिँ हामीलाई लर्निङतिरबाट सोधेको छ। पोहोर तपाईँलाई के आएको छ, पर्सेप्सनको कुरा आइसकेको छ भनेपछि तपाईँलाई योपालि लर्निङ आउन सक्ने सम्भावना चाहिँ अलिकति बढी हुनसक्छ, लर्निङसँग सम्बन्धित तपाईँले हेर्ने। अब यसमा पढ्नुपर्ने कुरा के छ भन्दाखेरि कन्सेप्ट अफ पर्सेप्सन, अनि पर्पेक्चुअल प्रोसेस होइन, अनुभूतिको प्रक्रिया कसरी हुन्छ, अनि पर्सेप्सनलाई के कस्ता कुराहरूले तत्त्वहरूले प्रभाव पार्छन् होइन। अनि त्यस्तै गरेर एट्रिब्युसन थ्योरी र एट्रिब्युसन इरर, यो पनि एकदमै इम्पोर्टेन्ट छ, एट्रिब्युसन थ्योरी र एट्रिब्युसन इरर पनि हेर्ने। अनि नेक्स्ट सँगसँगै हामीले अर्को हेर्नुपर्ने कुरा भनेको चाहिँ पर्सेप्सन एन्ड इन्डिभिजुअल डिसिजन मेकिङ भन्दै छ। पर्सेप्सन र इन्डिभिजुअल डिसिजन मेकिङ, यसमा के कस्तो इन्टररिलेसन छ है, यो अन्तर सम्बन्ध छ यो कुरा। अनि त्यस पछाडि अब हामी लर्निङतिर जान्छौँ। पर्सेप्सनको यति नै हो, के रहेछ, कन्सेप्ट, प्रोसेस, अनि फ्याक्टर एफेक्टिङ र एट्रिब्युसन थ्योरी र एट्रिब्युसन इरर, यो 4वटा कुरा भयो। त्यस पछाडि हामी अर्को भनेको चाहिँ अब लर्निङतिर जान्छौँ भने चाहिँ लर्निङ भनेको के हो, प्रिन्सिपल अफ लर्निङ, अनि त्यस पछाडि लर्निङ भनेको के हो, त्यस पछाडि लर्निङ थ्योरिज र प्रिन्सिपलमा अलिकति स्लाइटली डिफ्रेन्स हुन्छ। प्रिन्सिपल अफ लर्निङ र लर्निङ थ्योरिजमा अब तपाईँको लर्निङ थ्योरिज भन्नुहुन्छ भने चाहिँ क्लासिकल थ्योरी, अनि अपेरेन्ट थ्योरी, कग्निटिभ लर्निङ एन्ड सोसियल लर्निङ भन्ने कुरा चाहिँ छ। तपाईँलाई धेरै जसो क्वेसनहरू यहीँबाट आउँछ, लर्निङ प्रिन्सिपल, त्यस पछाडि लर्निङ थ्योरिजहरू। त्यो कहिलेकाहीँ चाहिँ तपाईँलाई स्पेसिफिक एउटा लर्निङ थ्योरी दिएर चाहिँ, जस्तो तपाईँलाई कग्निटिभ लर्निङ थ्योरी, सोसियल लर्निङ थ्योरी भनेको के हो, त्यो भित्रका कुराहरू लेख्नुहोस् भनेर पनि क्वेसन आइरहेको पाउँछौँ हामी। त्यसलाई तपाईँले तयारी गर्नुपर्ने हुन्छ धेरै जसो। अब यो पालिको लागि तपाईँलाई अलिकति बढी चाहिँ इम्पोर्टेन्ट हुनसक्छ लर्निङ, तर यो भन्दै गर्दाखेरि तपाईँले पर्सेप्सनलाई पनि छोड्नु चाहिँ हुँदैन है त। अलिकति बढी थोरै प्रायोरिटी बरु लर्निङलाई दिने हो। तर तपाईँ जुन टपिकसँग हुनुहुन्छ, तपाईँ जुन टपिकमा यहाँ कुरा गरिरहेको छ त्यो टपिकसँग चाहिँ तपाईँले कम्तीमा पनि 3-4 मार्क्सको लेख्न सक्ने हुनुभयो भने चाहिँ तपाईँले जस्तोसुकै क्वेसन, तपाईँले अलिकति नपढेकै क्वेसन आयो भने पनि तपाईँले के गर्न सक्नुहुन्छ त, त्यसलाई चाहिँ ट्याकल गर्न सक्नुहुन्छ। अब यति भइसकिसकेपछि अर्को लास्टमा एउटा चाहिँ यहाँनिर के छ भन्दाखेरि बिहेभियर मोडिफिकेसन भन्ने छ। यो पनि तपाईँलाई कहिलेकाहीँ क्वेसन आएको पाउँछौँ हामी। यो बिहेभियर मोडिफिकेसनबाट चाहिँ तपाईँलाई 2076 सालमा एउटा क्वेसन चाहिँ आएको छ, वाट इज बिहेभियर मोडिफिकेसन भन्नेसँग सम्बन्धित रहेर। अब त्यस्तै गरेर हामी च्याप्टर 3 हेर्छौँ भने पर्सनालिटी, यो एकदमै छोटो च्याप्टरहरू छ क्या। पर्सनालिटी, जब सेटिस्फ्याक्सन एकदमै छोटो च्याप्टरहरू छन्। यो अलिकति लामो थियो, यो दुईवटा चाहिँ। फर्स्ट च्याप्टर त अलि लामो नै भइहाल्छ, यसबाट तपाईँलाई क्वेसन सोद्धाखेरि कहिलेकाहीँ 10मा कहिलेकाहीँ 15मा पनि क्वेसन सोध्छ। पर्सेप्सन एन्ड लर्निङ, पर्सनालिटी, जब सेटिस्फ्याक्सन, ग्रुप एन्ड टिम भनेको चाहिँ यिनीहरू चाहिँ 10 मार्क्समा क्वेसन सोधिरहेका च्याप्टरहरू हुन्। कहिले एउटा च्याप्टरबाट सोध्छ, कहिले अर्कोबाट सोध्छ। जस्तो तपाईँलाई पर्सनालिटी सोध्यो भने जब सेटिस्फ्याक्सन नसोध्न सक्छ। अब पर्सनालिटी सोधिसकेको भएको कारणले तपाईँलाई जब सेटिस्फ्याक्सन इम्पोर्टेन्ट हुनसक्छ। यसरी तपाईँलाई के हुन्छ त भन्दाखेरि एक सालमा एउटा क्वेसन, अर्को सालमा अर्को क्वेसन गरिदिन्छ, र कहिलेकाहीँ चाहिँ तपाईँलाई फेरि त्यही एउटै क्वेसन पनि रिपिट हुन सक्ने चान्स पनि हुन्छ। त्यस कारणले गर्दा त्यसलाई चाहिँ तपाईँले हेर्नुपर्ने हुन्छ। र सबै यहाँनिर चाहिँ के गर्नुपर्छ त भन्दाखेरि तयारी गर्नुपर्छ। सबै उत्तिकै इम्पोर्टेन्ट हुन्, अलिकति बढी प्रायोरिटी चाहिँ म यसलाई दिन्छु भन्ने हिसाबले तपाईँले तयारी गर्नुपर्ने हुन्छ। र स्पेसली तपाईँलाई अब नेपाली मिडियमबाट क्वेसन आउने भएको कारणले गर्दाखेरि अलि भित्री कुराहरू चाहिँ सोधिरहेको हामी पाउँछौँ। इकोनोमिक्समा पनि तपाईँले हेर्नुभयो होला, इकोनोमिक्समा पनि तपाईँलाई भनेअनुसारको अलिकति क्वेसन आएको थिएन। भनेको नेपालीमा सोधिसकिसकेपछि चाहिँ अलिकति डिपमा चाहिँ के गर्छन् त भन्दाखेरि क्वेसनहरू आउने गर्छन्। यो कुरालाई पनि ख्याल गरेर तपाईँहरूले आफ्नो तयारीलाई अगाडि बढाउनु पर्ने हुन्छ। अब हामी च्याप्टर 3मा जान्छौँ, पर्सनालिटीमा। अब यो पर्सनालिटी भन्ने च्याप्टर चाहिँ तपाईँको लेक्चर आवर 12कै छ। यो छोटै च्याप्टर हो है, 12कै भए पनि तपाईँको छोटै च्याप्टर छ। यसमा चाहिँ तपाईँले के पढ्नु पर्यो त भन्दाखेरि पर्सनालिटी भनेको के हो, यसका टाइप्सहरू के कस्ता प्रकारहरू छन्, र स्पेसली पर्सनालिटी ट्रेड्स। पर्सनालिटी भनेको चाहिँ व्यक्तित्वका गुणहरू र विशेषताहरू भन्ने छ। अनि त्यस पछाडि डिटर्मिनेन्ट्स अफ पर्सनालिटी भन्ने छ है। डिटर्मिनेन्ट्स अफ पर्सनालिटी, के कस्ता तत्त्वहरू अथवा के कस्ता फ्याक्टरहरूले चाहिँ पर्सनालिटीलाई चाहिँ डिटर्माइन गरिरहेका हुन्छन्। र सँगसँगै तपाईँले मेजर पर्सनालिटी एट्रिब्युट्स इन्फ्लुएन्सिङ इन अर्गनाइजेसनल बिहेभियर, यति नै हो तपाईँको यहाँनिर पढ्नुपर्ने। र यहाँनिर अझै बढी भनेको चाहिँ इम्पोर्टेन्स भनेको चाहिँ पर्सनालिटीको ट्रेडको कुराहरू, डिटर्मिनेन्ट्सहरू र मेजर एट्रिब्युट्स, यिनै 3टा चाहिँ छन् है त। पर्सनालिटीसँग सम्बन्धित रहेर क्वेसन आयो भने पर्सनालिटी ट्रेड्स, अब वाट इज त तपाईँले पढ्नु परिहाल्यो होइन, अनि टाइप्सको अलिकति पढ्दा हुन्छ। र पर्सनालिटी ट्रेड्स एउटा हेर्ने, अनि त्यस पछाडि यसका डिटर्मिनेन्ट्सहरू के छन् तपाईँले पुरै डिटेलमा पढिराख्नु पर्दैन, अगाडि
पढिसक्नु भएको होला हैन। त्यो भइसकेको छ भने चाहिँ तपाईँले पोइन्ट मात्रै हेर्दाखेरि हुन्छ, किनभने धेरै लामो थ्योरी च्याप्टर हो अथवा थ्योरी बुक हो, यो चाहिँ लामो छ। जस्तो ओबिएचआरएम भनेपछि ओबीको पनि छ र एचआरएमको पनि छ, अलिकति लामै छ। त्यस कारणले गर्दाखेरि एक दिन मात्रै तपाईँसँग टाइम हुने भएको कारणले गर्दाखेरि त्यति धेरै कभर नहुन सक्छ। त्यही भएर तपाईँले मेनलाई चाहिँ के गर्नु पर्यो त भन्दाखेरि लिएर जानु पर्यो। र तपाईँको बेसिक कुरा चाहिँ जस्तो तपाईँको वाट इज भनेको यहाँनिर जति पनि नामहरू देखिरहेका छौँ हामी, जस्तो पर्सनालिटी, जब सेटिस्फ्याक्सन, ग्रुप, टिम, अनि त्यसपछि अर्गनाइजेसनल कन्फ्लिक्ट, अनि स्ट्रेस भनेको के हो, यसका टाइप्सहरू, यस्ता कुराहरू चाहिँ तपाईँले यो सामान्य रूपमा चाहिँ तपाईँले जान्नुपर्ने हुन्छ। 2-3 मार्क्सको 3-4 मार्क्सको लागि चाहिँ जान्नुभयो भने तपाईँलाई जुनसुकै क्वेसन आए पनि त्यहाँनिर काहीँ न काहीँ त्यो एट्याच गराउन सक्नुहुन्छ। त्यसले गर्दा तपाईँको मार्क्स चाहिँ तान्न सक्छ है त। अब पर्सनालिटीको कुरा सकेपछि हामी जब सेटिस्फ्याक्सनमा जान्छौँ, च्याप्टर 4। यसको चाहिँ लेक्चर आवर 8 मात्रै छ र यसबाट लिमिटेड क्वेसनहरू आउँछन्। तपाईँले यो च्याप्टर 4बाट हेर्नुहुन्छ भने चाहिँ जब सेटिस्फ्याक्सनको इफेक्ट के हो अथवा के कस्तो इफेक्ट पर्छ त इम्प्लोइमा हैन, इम्प्लोइमा चाहिँ जब सेटिस्फ्याक्सनले चाहिँ के कस्तो प्रभाव पार्छ भन्ने कुरा। अनि त्यस पछाडि जब सेटिस्फ्याक्सनलाई चाहिँ के कस्ता कुराहरूले चाहिँ के गर्छ त भन्दाखेरि प्रभाव पार्छ भन्ने कुरा। इफेक्ट अफ जब सेटिस्फ्याक्सन अनि इम्प्लोइ पर्फर्मेन्स, यो एउटा कुरा भयो। अनि त्यस पछाडि मेजरिङ जब सेटिस्फ्याक्सन, के कसरी चाहिँ हामीले जब सेटिस्फ्याक्सन चाहिँ मेजर गर्छौँ त। अब जब सेटिस्फ्याक्सन भनेको त क्वान्टिटेटिभ हुँदैन हैन, क्वालिटेटिभ हो। व्यक्तिले चाहिँ कसरी रेस्पोन्स गर्छ भन्नेमा चाहिँ तपाईँको जब सेटिस्फ्याक्सन त्यहाँबाट हामीले प्रस्तुत गर्छौँ, मान्छेको व्यवहारबाट। अब क्वालिटेटिभ भएको कारणले गर्दाखेरि, क्वान्टिटेटिभ नभएको कारणले गर्दाखेरि यति नै भयो भन्न चाहिँ सकिँदैन। तर त्यसको इम्प्रुभमेन्टको हिसाबमा चाहिँ हामी जब सेटिस्फ्याक्सनलाई के गर्न सक्छौँ त भन्दाखेरि मेजरमेन्ट गर्न सक्छौँ। त्यहाँनिर मेजरमेन्टका कुराहरू पनि दिएको छ, त्यो चाहिँ तपाईँले हेर्नु पर्यो। र किन चाहिँ जब सेटिस्फ्याक्सन सङ्गठनमा आवश्यक छ भनेर तपाईँलाई जोडेर क्वेसन आउन पनि सक्छ। ल यति नै हो, यहाँ पनि जब सेटिस्फ्याक्सनबाट पनि धेरै कुरा छैन। र च्याप्टर 5 ग्रुप एन्ड टिमबाट तपाईँलाई 4 को सालमा क्वेसन आएको छैन। त्यस कारणले गर्दाखेरि तपाईँले यसलाई चाहिँ अलिकति बढी फोकस गर्दा हुन्छ। र धेरै जसो तपाईँलाई यहाँबाट पनि आउने भनेको चाहिँ अब डिफ्रेन्स बिट्विन ग्रुप एन्ड टिम आयो भने अलग कुरा हो, किनभने अलिकति भित्रबाट क्वेसन सोधिन सक्छ भनेपछि त्यो पनि नआउला भन्न सकिँदैन। तर बेसिक कुराहरू जान्दाखेरि तपाईँले ग्रुप र टिमको डिफ्रेन्सहरू थाहा पाउन सकिहाल्नुहुन्छ। डेफिनेसन र त्यसको क्यारेक्टरिस्टिक्सहरू केही हेर्नुभयो भने तपाईँले त्यहाँबाट केही न केही तपाईँको के हुन्छ त भन्दाखेरि डिफ्रेन्स लेख्न सक्ने हुनुहुन्छ। र धेरै जसो यहाँनिरबाट आउन सक्ने भनेको चाहिँ फर्मल ग्रुप, इन्फर्मल ग्रुप र फर्मल ग्रुप छ। त्यसमध्येमा पनि इन्फर्मल ग्रुपबाट चाहिँ धेरै क्वेसन सोधिरहेको हुन्छ। इन्फर्मल ग्रुप भनेको के हो, यो कस्तो प्रकृतिको हुन्छ र यसको चाहिँ सङ्गठनमा महत्त्व के छ भनेर तपाईँलाई धेरै क्वेसन सोधिरहेको हुन्छ। यसलाई पनि तपाईँले हेर्ने। तर अब यति मात्रै हेरेर चाहिँ पुगेन, तपाईँले अरू पनि त्यहाँनिर भएका टर्मिनोलोजिजहरू, कन्सेप्टहरू चाहिँ अलिअलि हेर्नु पर्यो। जस्तो ग्रुप भनेको के हो हैन, त्यस पछाडि ग्रुप डाइनामिक्स भनेको के हो, ग्रुप फर्मेसन चाहिँ कसरी हुन्छ हैन, त्यसका चरणहरू के छन् हैन। अनि त्यस पछाडि टाइप्स अफ ग्रुपमा त त्यही भइहाल्यो, फर्मल एन्ड इन्फर्मल ग्रुप भयो। र टिमको कुराहरू, टिममा पनि टिम भनेको के हो, त्यसको नेचर कस्तो हुन्छ अथवा क्यारेक्टरिस्टिक्स भन्न खोजेको हो। त्यस पछाडि टाइप्सहरू र डिफ्रेन्स बिट्विन ग्रुप्स एन्ड टिम, र टिम पर्फर्मेन्स फ्याक्टर, इस्युज इन म्यानेजिङ वर्क टिम भन्ने कुरा छ। टिम पर्फर्मेन्स फ्याक्टरहरू के छन् हैन, के कस्ता कुराहरूले चाहिँ तपाईँको टिम पर्फर्मेन्सलाई चाहिँ मेजर गरिरहेको हुन्छ अथवा के गरिरहेको हुन्छ त भन्दाखेरि डिटरमाइन गरिरहेको हुन्छ। र यो वर्क टिम कार्य टोलीलाई चाहिँ व्यवस्थापन गर्नका लागि के कस्ता मुद्दाहरू छन्, चुनौतीहरू छन् भन्ने कुरा पनि तपाईँले हेर्नुपर्ने हुन्छ। यो ग्रुप्स एन्ड टिम्स इन अर्गनाइजेसन भन्नेबाट, यो पनि तपाईँको लेक्चर आवर 10 कै छ, धेरै लामो च्याप्टर चाहिँ छैन। यसबाट यिनीहरूबाट आउने भनेका चाहिँ तपाईँको 10 मार्क्सका हुन्। र तपाईँलाई च्याप्टर 7 र च्याप्टर 1बाट आउने हुन् 15 मार्क्सको चाहिँ है। 15 मार्क्सको क्वेसन हामीले प्रिभियस इयरको प्याटर्नहरू हेर्छौँ भने चाहिँ 15 मार्क्सको क्वेसनका लागि इलिजिबल च्याप्टर भनेका चाहिँ च्याप्टर 1 र च्याप्टर 7 हुन्। तर बिचबाट पनि आइदिन सक्छ, तपाईँले त्यो अनुसारले तयारी गर्नुपर्ने हुन्छ है। र धेरै जसो चाहिँ यिनै दुईवटा च्याप्टरबाट आउँछ। यो अर्गनाइजेसनल बिहेभियर यानि कि पार्ट 1बाट हामी क्वेसन हेर्छौँ भने। र अर्को भनेको चाहिँ युनिट 6 अर्गनाइजेसनल कन्फ्लिक्ट एन्ड स्ट्रेस भन्ने छ। अब यो अर्गनाइजेसनल कन्फ्लिक्ट एन्ड स्ट्रेसमा चाहिँ तपाईँले के पढ्नु पर्यो त भन्दाखेरि पहिला त अर्गनाइजेसनल कन्फ्लिक्ट भनेको के हो अथवा कन्फ्लिक्ट मात्रै के भनेको के हो पनि बुझ्नुपर्ने हुन्छ। त्यसको नेचर्सहरू, टाइप्सहरू कस्तो हुन्छन्। र धेरै जसो चाहिँ तपाईँलाई यहाँनिरबाट कन्फ्लिक्ट म्यानेजमेन्ट अनि त्यसका एप्रोचेसहरू र कन्फ्लिक्टका सोर्सेसहरू यहाँबाट धेरै क्वेसन परिरहेको हामी पाउँछौँ। र
नेक्स्ट भनेको चाहिँ रिजल्भिङ कन्फ्लिक्ट थ्रु नेगोसिएसन। नेगोसिएसनको थ्रुबाट चाहिँ तपाईँले कसरी कन्फ्लिक्टलाई चाहिँ रिजल्भ गर्न सक्नुहुन्छ, समाधान गर्न सक्नुहुन्छ भन्ने कुरा छन्। अनि तपाईँलाई कहिलेकाहीँ अब 2 मार्क्सको लागि चाहिँ वाट इज फङ्सनल कन्फ्लिक्ट, वाट इज डिसफङ्सनल कन्फ्लिक्ट भनेर पनि क्वेसन आइदिन सक्छ, यो पनि छ। र अर्गनाइजेसनल स्ट्रेस किन हुन्छ, तनाव होइन, तनाव अर्गनाइजेसनल स्ट्रेस भनेको चाहिँ सङ्गठनात्मक तनाव अथवा चिन्ता भनेको के हो, अनि त्यसका के कस्ता कारणहरूले चाहिँ यो सङ्गठनात्मक तनाव उत्पन्न हुन्छ र त्यस्ता स्ट्रेसहरू, त्यस्ता सङ्गठनात्मक तनावहरूलाई चाहिँ हामीले कसरी सल्भ गर्ने, यो कुरा पनि तपाईँले यहाँनिर पढ्नुपर्ने हुन्छ। यति नै छ यो च्याप्टर 6बाट। यस पनि तपाईँको लेक्चर आवर कतिको हो त भन्दाखेरि 10 को। अब लेक्चर आवर 9 को मात्रै छ। फेरि च्याप्टर 7 चाहिँ लेक्चर आवर कतिको छ अरे त 9 को मात्रै छ। तर यहाँबाट तपाईँलाई धेरै जसो क्वेसनहरू चाहिँ लङ क्वेसनबाट सोधिरहेको हुन्छ। यहाँ चाहिँ के छ भन्नुहुन्छ भने अर्गनाइजेसनल चेन्ज एन्ड डेभलपमेन्ट भन्ने छ। यो चाहिँ के भयो भने कन्करेन्ट टपिक भएको कारणले गर्दाखेरि यहाँबाट हामीलाई क्वेसन चाहिँ लङ क्वेसन आएको हामी पाउँछौँ। र तपाईँले हेर्न सक्नुहुन्छ योभन्दा अघिल्लो साल 81 त भइहाल्यो, 80 सालमा चाहिँ तपाईँलाई सायदै यहाँबाट 15 मार्क्सको क्वेसन पनि आएको जस्तो मलाई लाग्छ। अब यहाँ चाहिँ के छ त तपाईँले हेर्नुपर्ने कुरा के छ भन्दाखेरि अर्गनाइजेसनल चेन्जभित्र चाहिँ कन्सेप्ट एन्ड फोर्सेस अफ चेन्ज है, अनि रेसिस्टेन्स टु चेन्ज परिवर्तनको विरोध भन्ने कुरा, र एप्रोचेस टु म्यानेजिङ अर्गनाइजेसनल चेन्ज, यो अर्गनाइजेसनल चेन्जलाई चाहिँ के कसरी म्यानेज गरिन्छन् त्यसका धारणाहरू, दृष्टिकोणहरू के छन् भन्ने कुरा, र लेविन्स 3 स्टेप्स मोडल्स भन्ने छ है। यहाँ लेविन्स 3 स्टेप्स मोडल पनि तपाईँलाई केही मात्रामा इम्पोर्टेन्ट हुनसक्छ। अनि सँगसँगै तपाईँको अर्गनाइजेसनल डेभलपमेन्ट ओडी भन्ने छ, र ओडीको चाहिँ तपाईँको ओडी इन्टरभेन्सन यहाँनिरबाट अलिकति बढी भनेको चाहिँ आउन सक्ने सम्भावित भनेको ओडीबाट यदि आउँछ भने, अर्गनाइजेसनल डेभलपमेन्टबाट आउँछ भने चाहिँ यो भनेको के हो, सङ्गठनमा यसको महत्त्व किन छ, र अर्गनाइजेसनल डेभलपमेन्ट इन्टरभेन्सन के हो, अथवा अर्गनाइजेसनल ओडी इन्टरभेन्सनको बारेमा तपाईँले जान्नुपर्ने हुन्छ। यो तपाईँको च्याप्टर 7बाट भयो। अब नेक्स्ट हामी च्याप्टर 8मा जान्छौँ। च्याप्टर 8 भनेको चाहिँ अब हामी पार्ट 2 तिर गयौँ भन्ने कुरा बुझ्नु पऱ्यो तपाईँले। पार्ट 2मा जाँदाखेरि चाहिँ तपाईँले के कुरा बुझ्नुपर्ने हुन्छ भन्दाखेरि ह्युमन रिसोर्स म्यानेजमेन्टसँग सम्बन्धित रहेर चाहिँ अब सुरुमा त के हो भन्ने कुरै जान्नुपर्ने हुन्छ होइन। वाट इज ह्युमन रिसोर्स म्यानेजमेन्ट होइन, इन्ट्रोडक्सनमा चाहिँ त्यही कुरा हुन्छन् क्या। ह्युमन रिसोर्स म्यानेजमेन्ट भनेको के हो, त्यसका क्यारेक्टरिस्टिक्स, अब्जेक्टिभ, फङ्सनका कुराहरू, अनि ह्युमन रिसोर्स म्यानेजमेन्ट सिस्टमै हो क्या, यो एउटा सिस्टम हो। त्यो सिस्टम भनेको के हो, अनि सँगसँगै तपाईँको ह्युमन रिसोर्स म्यानेजमेन्टका आउटकम्सहरू, ह्युमन रिसोर्स आउटकम्स भन्ने छ। अनि आउटकम्सहरूमा चाहिँ के छ भन्दाखेरि क्वालिटी अफ वर्क लाइफ, प्रोडक्टिभिटी, रेडिनेस टु चेन्ज, अनि यो कुराहरू चाहिँ तपाईँको छ। अब आउटकम्सहरू भनेर पनि तपाईँलाई क्वेसन आइरहेको हामी पाउँछौँ 10 मार्क्समा, र यो च्याप्टरबाट तपाईँलाई 15 मार्क्समा पनि क्वेसन सोध्न सक्छ। किन भन्दाखेरि तपाईँको यहाँनिर ह्युमन रिसोर्स म्यानेजमेन्ट भन्ने जुन तपाईँको सेक्सन पार्ट 2 नै ह्युमन रिसोर्स म्यानेजमेन्ट हो, यहाँबाट तपाईँलाई 15 मार्क्सको क्वेसन सोध्न सक्ने चान्स हुन्छ। यो सबै यहाँनिर जति पनि च्याप्टरहरू छन् यो ह्युमन रिसोर्स म्यानेजमेन्टसँग रिलेटेड नै धेरै कुराहरू छन्। जस्तो अर्को कुरा भन्नुहुन्छ भने जब डिजाइन एन्ड एनालाइसिस भनेको पनि तिनै ह्युमन रिसोर्स म्यानेजमेन्टसँग नै सम्बन्धित रहेको कुरा हो। ट्यालेन्ट एक्विजिसन डेभलपमेन्टमा यहाँनिर जुन सेलेक्सन रिक्रुटमेन्टका कुराहरू होइन, यो कुरा भयो। अनि त्यस पछाडि पर्फर्मेन्स एप्राइजल, रिवार्ड सिस्टमका कुराहरू, इम्प्लोइ मेन्टेनेन्स एन्ड इमर्जिङ इस्युज इन एचआरएम भनेपछि तपाईँको ओभरअल्ली यहाँ चाहिँ एचआरएमकै कुरा मात्रै हुन्छन्। त्यस कारणले गर्दाखेरि एचआरएमको जुन फर्स्ट टपिक छ अथवा फर्स्ट च्याप्टर छ यो धेरै इम्पोर्टेन्ट हुन्छ। लेक्चर आवर पनि तपाईँको 15 को छ। मैले भनिहालेँ ह्युमन रिसोर्स म्यानेजमेन्ट भनेको के हो, यसका फिचर्स, क्यारेक्टरिस्टिक्स, फङ्सन्स। कहिलेकाहीँ त ह्युमन रिसोर्स म्यानेजमेन्ट भनेको के हो, यसको फङ्सन्स लेख्नुहोस् मात्रै भनेर पनि 10 मार्क्समा आइदिन सक्छ यदि हामी लक्की भयौँ भने। अब कहिलेकाहीँ अलिकति घुमाएर क्वेसन सोधिन सक्छ। अनि ह्युमन रिसोर्स प्लानिङका कुरा, ह्युमन रिसोर्स आउटकम, अघि मैले भनिहालेँ आउटकमको कुरा, र ह्युमन रिसोर्स म्यानेजमेन्ट सिस्टम के हो, यसलाई चाहिँ तपाईँले प्रस्तुत गर्नुहोस् भनेर आउन सक्ला। र नेक्स्ट च्यालेन्जेस अफ ह्युमन रिसोर्स म्यानेजमेन्ट चाहिँ तपाईँलाई आइसकेको छ, फेरि पनि आउन सक्ने चान्स चाहिँ हुन्छ। तर प्राय गरेर तपाईँलाई अब एकचोटि यो च्यालेन्जेस पोर आइसकेको कारणले गर्दा सायदै नआउला, तर पनि पढ्नु चाहिँ पर्यो। ह्युमन रिसोर्स म्यानेजमेन्ट, मानव संसाधन व्यवस्थापनमा चाहिँ के कस्ता चुनौतीहरू छन् त है, नेपालीमा क्वेसन आउँछ, अलिकति डिपली भित्रबाट क्वेसन आइदिन सक्छ। तपाईँले यो कुरा चाहिँ विचार गर्नु पर्यो, त्यही हिसाबले चाहिँ तपाईँले तयारी गर्नुपर्ने हुन्छ। अब नेक्स्ट भनेको यो च्याप्टरको यति नै हो लगभग कुरा। यो लेक्चर आवर 15 हो है त, एलएच 15 हो। अब नेक्स्ट जब डिजाइन एन्ड एनालाइसिस छ, यसको चाहिँ लेक्चर आवर तपाईँ हेर्नुहुन्छ भने 12 लेक्चर आवरको छ। यसमा के पर्छ भन्दाखेरि जब डिजाइन एन्ड एनालाइसिसमा चाहिँ तपाईँलाई स्याम्पल बना भनेर पनि आएको थियो है, जब डिस्क्रिप्सन अनि त्यसपछि जब एनालाइसिसको चाहिँ स्याम्पल बना भनेर आएको थियो, सायद पोरै आएको होला, तपाईँले क्वेसन हेर्न सक्नुहुन्छ त्यहाँनिर आएको छ। अब त्यसको स्याम्पल पनि बनाउन सिक्नु पर्यो तपाईँले। र नेक्स्ट भनेको चाहिँ अब यहाँनिर चाहिँ के कुरा पढ्नुपर्छ भन्दाखेरि कन्सेप्ट, बेनिफिट्स अनि मेथड्स अफ जब डिजाइन
जब डिजाइन भनेको के हो, यसका के कस्ता फाइदाहरू हुन्छन् र यसका विधिहरू चाहिँ के कसरी चाहिँ हामी जब डिजाइन गर्छौँ, यसका तरिकाहरू चाहिँ के छन् भन्ने कुरा छ। अर्को भनेको चाहिँ जब एनालाइसिस के हो, यसको उद्देश्य के हुन्छ भन्ने कुरा, अनि सोर्सेस अफ जब एनालाइसिस इन्फर्मेसन, कार्य विश्लेषणको जुन सूचना प्राप्त गर्छौँ यसका स्रोतहरू चाहिँ के हुन्छन् त, सूचनाका स्रोतहरू, कार्य विश्लेषण सम्बन्धी सूचनाका स्रोतहरू के हुन् भन्ने कुरा। र जब डिस्क्रिप्सन भनेको चाहिँ कार्य विवरण, र जब स्पेसिफिकेसन भनेको चाहिँ कार्य विशिष्टीकरण। अब यसमा चाहिँ तपाईँको यो टपिकसँग सम्बन्धित रहेर चाहिँ क्वेसन आइरहेको हुन्छ। वाट इज जब डिजाइन होइन, अथवा वाट इज जब डिस्क्रिप्सन, जब स्पेसिफिकेसन एन्ड जब इभ्यालुएसन भनेर पनि क्वेसन आइदिन सक्छ। र यसका कन्टेन्टहरू भनेको चाहिँ तपाईँले यो कन्टेन्ट पढ्नु पर्यो किन भन्दाखेरि चाहिँ तपाईँलाई त्यहाँनिरबाट स्याम्पल तयार गर भनेर क्वेसन आइदिन सक्छ। त्यही भएर यो कन्टेन्ट्सहरू चाहिँ तपाईँले हेर्नुपर्ने हुन्छ है। जब डिस्क्रिप्सन, जब स्पेसिफिकेसन एन्ड जब इभ्यालुएसन, यो कुरा चाहिँ यहाँनिर छ। जब एनालाइसिसभित्र ती कुराहरू पर्छन् है। जब एनालाइसिसभित्र चाहिँ जब डिस्क्रिप्सन, जब स्पेसिफिकेसन एन्ड जब इभ्यालुएसन पर्ने हो। ल अब यति नै कुरा छ ओभरअली चाहिँ। तपाईँले यहाँ जब डिजाइन एन्ड एनालाइसिसमा चाहिँ जब डिजाइनको मेथडहरू होइन, अनि त्यस पछाडि मेथड परिसकिसकेपछि जब एनालाइसिस किन गरिन्छ त, त्यसको उद्देश्य, अनि त्यस पछाडि चाहिँ जब एनालाइसिसभित्र पर्ने कुराहरू भनेको जब डिस्क्रिप्सन, जब स्पेसिफिकेसन र जब इभ्यालुएसनका कन्सेप्टहरू र त्यसका कन्टेन्टहरू। त्यसभित्र चाहिँ तपाईँले के कस्ता कुराहरू पढ्नुपर्ने हुन्छ, के कसरी चाहिँ जब डिजाइन तयार गरिन्छ, जब एनालाइसिस गरिन्छ, जब डिस्क्रिप्सन चाहिँ तयार गरिन्छ, जब स्पेसिफिकेसनका कुराहरू, यसरी तपाईँले पढ्नुपर्ने हुन्छ। नेक्स्ट भनेको च्याप्टर 10 ट्यालेन्ट एक्विजिसन एन्ड डेभलपमेन्ट भन्ने छ। यो ट्यालेन्ट एक्विजिसन एन्ड डेभलपमेन्ट भनेको चाहिँ एकदम धेरै लामो च्याप्टर हो, वान अफ द लङ्गेस्ट च्याप्टर। यो चाहिँ 18 घन्टाको छ है, लेक्चर आवर 18 को छ। भन्नुको मतलब यहाँबाट चाहिँ तपाईँलाई धेरै क्वेसनहरू सोध्ने सक्ने चान्सेस छ। र धेरै जसो हामीले क्वेसन हेर्छौँ भने चाहिँ ल 20 देखि सुरु गरेर 32सम्म हुन्छ। ल ओभरअलमा यति नै राखिदिउँ। 20 देखि 30 मार्क्सको क्वेसन चाहिँ यहाँबाट सोध्न सक्ने खालका क्वेसनहरू अथवा यहाँनिर टपिकहरू, कन्टेन्टहरू चाहिँ छन्। अब यसमा धेरै छ, जस्तो ट्यालेन्ट भनेको के हो एउटा कुरा त, अनि ट्यालेन्ट एक्विजिसन भनेको के हो, ट्यालेन्ट म्यानेजमेन्ट भनेको के हो, र ट्यालेन्ट डेभलपमेन्ट भनेको के हो। स्पेसल्ली तपाईँलाई यहाँनिरबाट यही कुराहरू चाहिँ धेरै इम्पोर्टेन्ट छ। र फर्स्टमा त त्यही भइहाल्यो होइन, ट्यालेन्ट म्यानेजमेन्ट र ट्यालेन्ट डेभलपमेन्ट, त्यसको कन्सेप्टहरू, इम्पोर्टेन्सहरू, मिनिङ, सोर्सेस, मेथड, यी सबै कुराहरू परे। अब नेक्स्ट भनेको चाहिँ तपाईँको रिक्रुटमेन्ट, सेलेक्सन है। यहाँनिरको अलिकति डिटेलमा पढ्नुपर्छ यिनीहरू। रिक्रुटमेन्ट, सेलेक्सनका कुरा, त्यस पछाडि सेलेक्सनका प्रोसेसहरू होइन, सेलेक्सनका टेस्टहरू, अनि इन्टरभ्युज, तिनीहरूको टाइप्सहरू, इन्टरभ्युज एन्ड तिनीहरूको टाइप्स भन्ने कुरा। अनि अरू भनेको चाहिँ तपाईँको जस्तो सोसियलाइजेसनका कुराहरू, अनि त्यसरी रिक्रुटमेन्टका कुराहरू, यी कुराहरू चाहिँ तपाईँले हेर्नुपर्ने हुन्छ। र लर्निङका कुराहरू तपाईँले अगाडि पढिसक्नु भएको कारणले गर्दा लर्निङ यहाँबाट नहेर्दा पनि हुन्छ। लर्निङ अगाडि नै तपाईँले कहाँ हेर्नुभएको छ त भन्दाखेरि पर्सेप्सन एन्ड लर्निङ च्याप्टर 2 मा तपाईँले हेरिसक्नु भएको हुन्छ। त्यही कुराहरू यहाँनिर मिल्छन्। त्यही भएर लर्निङलाई तपाईँले खासै प्रायोरिटी नदिँदा हुन्छ यहाँनिरबाट। र ट्रेनिङ एउटा सबैभन्दा धेरै इम्पोर्टेन्ट यहाँबाट ट्रेनिङ र ह्युमन रिसोर्स डेभलपमेन्टको कुरा माथि नै तपाईँले पढ्न सक्नुहुन्छ है। ह्युमन रिसोर्स डेभलपमेन्टलाई चाहिँ तपाईँले यहीँनिर हेर्दा पनि भयो, अथवा तपाईँले ह्युमन रिसोर्स डेभलपमेन्ट भन्ने चाहिँ माथि इन्ट्रोडक्सन पार्टमा पनि ह्युमन रिसोर्स डेभलपमेन्टको बारेमा केही न केही दिएको होला है। दिएको छैन भने यहीँनिरबाट हेर्नु पर्यो। ह्युमन रिसोर्स डेभलपमेन्टमा पनि कन्सेप्ट, इम्पोर्टेन्स, अब्जेक्टिभ, बेनिफिट्स भनेको छ, त्यति नै मात्रै पढ्दा भइहाल्छ। धेरै जस्तो चाहिँ ह्युमन रिसोर्स डेभलपमेन्टको कन्सेप्ट र इम्पोर्टेन्सहरू नै तपाईँलाई सोध्यो भने सोधिहाल्ने कुरा चाहिँ त्यही हो। र अब ट्रेनिङका कुरा छ, ट्रेनिङ चाहिँ अलिकति धेरै इम्पोर्टेन्ट छ। र म्यानेजमेन्ट डेभलपमेन्टको कुरा पनि छ फेरि है। कन्सेप्ट एन्ड टेक्निक अफ म्यानेजमेन्ट डेभलपमेन्ट, अनि इभ्यालुएटिङ ट्रेनिङ इफेक्टिभनेस, यो कुराहरू छ। अलिकति लामो छ यो। यहाँबाट चाहिँ क्वेसन पर्ने चान्स 15 + 10 गरेर 25 मार्क्स अराउन्डको क्वेसन चाहिँ लगभग प्रायः क्वेसन आइरहेको हामी पाउँछौँ र आउन सक्ने चान्स पनि छ। तर यति भन्दै गर्दाखेरि कहिलेकाहीँ चाहिँ यो 18 लेक्चर आवरको भए पनि एउटा मात्रै क्वेसन सोधेर पनि यो के हुनसक्छ त, स्किप हुनसक्छ यो च्याप्टर। त्यस कारणले गर्दा तयारी चाहिँ सबै टपिकहरूलाई उत्तिकै प्रायोरिटी दिएर पढ्नुपर्ने हुन्छ। मेन चाहिँ तपाईँलाई यहाँनिर जति पनि इम्पोर्टेन्ट मुख्य टपिकहरू छन् त्यसको चाहिँ डेफिनेसन, त्यसको कन्टेन्ट होइन, त्यसभित्रको फिचर्सहरू र त्यसको इम्पोर्टेन्सहरू केही न केही चाहिँ तपाईँले जान्न सक्ने चाहिँ हुनु पर्यो। यति भयो भने तपाईँले जुनसुकै खालको क्वेसन आए पनि केही न केही लेखेर तपाईँलाई सजिलैसँगले पास हुन सक्ने चाहिँ हुनुहुन्छ है त तपाईँ। अब नेक्स्ट भनेको चाहिँ तपाईँको पर्फर्मेन्स एप्राइजल एन्ड रिवार्ड म्यानेजमेन्ट भन्ने छ। यो छोटो च्याप्टर छ, 8 लेक्चर आवरको हो
8 लेक्चर आवरको हुँदै गर्दाखेरि यसमा चाहिँ तपाईँले के पढ्नुपर्छ भन्दाखेरि धेरै जसो चाहिँ तपाईँलाई यहाँबाट पर्फर्मेन्स एप्राइजलको मेथडहरू आउने गर्छ क्वेसन आउँदाखेरि चाहिँ है। अब मेथडमा के छ भन्दाखेरि एउटा ग्राफिक रेटिङ स्केल छ, एउटा अल्टरनेटिभ ऱ्याङ्किङ छ, एउटा पेयर कम्पेरिजन छ, एउटा फोर्स डिस्ट्रिब्युसन मेथड छ, क्रिटिकल इन्सिडेन्ट मेथड छ हैन, एसए एन्ड अर्को के छ त भन्दाखेरि एसए एन्ड चेकलिस्ट मेथड छ। यी कुराहरू चाहिँ तपाईँको यहाँनिर छन्। यो पर्फर्मेन्स एप्राइजलको मेथड, वाट इज पर्फर्मेन्स एप्राइजल, अनि यसको युजेजहरू इम्पोर्टेन्सहरू त मैले अघि भनिहालेँ। तपाईँलाई जुन कन्सेप्ट छ त्यो टपिकसँग सम्बन्धित रहेर त तपाईँले त्यसको युजेज, इम्पोर्टेन्स, फिचर्स होइन त भनेको के हो त कुरा तपाईँले जान्नै पर्छ, त्यति चाहिँ जान्नै पर्छ है यो यस्ता खालका थ्योरिटिकल सब्जेक्टमा। र अब यसमा चाहिँ धेरै जस्तो सोधिराख्ने भनेको चाहिँ त्यही मेथड्स अफ पर्फर्मेन्स एप्राइजल। यसभित्र पनि तपाईँको ग्राफिक रेटिङ स्केल, अल्टरनेटिभ ऱ्याङ्किङ, पेयर कम्पेरिजन, फोर्स डिस्ट्रिब्युसन, क्रिटिकल इन्सिडेन्ट, एसए एन्ड चेकलिस्ट मेथड्स यो छ। र रिवार्ड म्यानेजमेन्ट अब यदि यहाँबाट क्वेसन आएन, मेथड्स अफ पर्फर्मेन्स एप्राइजलबाट क्वेसन आएन भने चाहिँ क्वालिटिज अफ इफेक्टिभ रिवार्ड, एउटा इफेक्टिभ रिवार्डको लागि के कस्ता क्वालिटीहरू हुन्छन्, र पर्फर्मेन्स एप्राइजल प्र्याक्टिस इन नेप्लिज अर्गनाइजेसन यो पनि आउन सक्छ। नेपालको सङ्गठनहरूमा चाहिँ यो पर्फर्मेन्स एप्राइजल प्र्याक्टिस भनेको कार्य सम्पादन मूल्याङ्कनको चाहिँ अभ्यास के कस्तो रहेको छ भनेर क्वेसन आउन सक्छ। यो चाहिँ तपाईँलाई क्वेसन आयो भने 10 मार्क्स अथवा 15 मार्क्समा पनि आउन सक्ने चान्सेस हुन्छ। र नेक्स्ट भनेको चाहिँ तपाईँको लास्ट च्याप्टर छ। लास्ट च्याप्टर भनेको इम्प्लोइ मेन्टेनेन्स एन्ड इमर्जिङ इस्युज इन एचआरएम, ह्युमन रिसोर्स म्यानेजमेन्टमा चाहिँ के कस्ता इमर्जिङ इस्युजहरू छन् भन्ने कुरा छ। अब यसमा चाहिँ तपाईँको यो इम्प्लोइ मेन्टेनेन्स भनिसकिसकेपछि इम्प्लोइको कल्याणसँग सम्बन्धित वेलफेयरको कुरा होइन, इम्प्लोइको सोसियल सेक्युरिटीको कुराहरू, अनि हेल्थ एन्ड सेफ्टीको कुराहरू इम्प्लोइको, त्यस्तै गरेर ग्रिभेन्स ह्यान्डलिङ होइन, अनि त्यस पछाडि रिड्रेसलका कुराहरू छन्। अब यहाँनिरबाट पनि तपाईँलाई धेरै जसो चाहिँ क्वेसनहरू भनेको ग्रिभेन्स ह्यान्डलिङबाट क्वेसन आउन सक्छ एउटा है, ग्रिभेन्स ह्यान्डलिङ। अनि अर्को भनेको चाहिँ इमर्जिङ इस्युज एन्ड च्यालेन्जेस अफ एचआरएम, यो आफैमा एउटा खतरा टपिक हो। यो टपिकबाट तपाईँलाई क्वेसन आउन सक्छ। यता इम्प्लोइ मेन्टेनेन्सबाट चाहिँ त्यति क्वेसन आएको पाउँदैन, तर यदि क्वेसन आयो भने चाहिँ तपाईँलाई अलिकति कन्सेप्चुअल क्वेसन आउँछ। इम्प्लोइ मेन्टेनेन्सभित्रको चाहिँ ग्रिभेन्स ह्यान्डलिङको कुरा चाहिँ अलिक बढी इम्पोर्टेन्ट छ। र इमर्जिङ इस्युज एन्ड च्यालेन्जेस भने चाहिँ त्यो नेक्स्ट जुन छ इम्प्लोइ मेन्टेनेन्स एन्ड इमर्जिङ इस्युज भनेको छ। त्यो कारणले गर्दाखेरि इमर्जिङ इस्युज एन्ड च्यालेन्जेस अफ एचआरएम चाहिँ तपाईँलाई आउन सक्छ। अब यसमा चाहिँ के छ भन्दाखेरि इम्प्लोइ इम्पावरमेन्टका कुराहरू, अनि त्यस पछाडि डाउन साइजिङका कुरा होइन, वर्क लाइफ ब्यालेन्सका कुरा, यी चाहिँ तपाईँको इमर्जिङ इस्युज एन्ड च्यालेन्जेसहरू है। युज अफ टेक्नोलोजी इन एचआरएमका कुराहरू, यो कुरा चाहिँ पर्यो। र अब तपाईँलाई 2 मार्क्समा चाहिँ इएचआरएम, ग्रिन एचआरएम यो कुराहरू, अनि त्यस पछाडि इथिक्स इन एचआरएम, आउटसोर्सिङ इन एचआरएम भन्ने कुरा छ। र लास्टमा चाहिँ एचआरएम इन नेप्लिज अर्गनाइजेसन, नेपाली सङ्गठनहरूमा ह्युमन रिसोर्स म्यानेजमेन्ट, मानव संसाधन व्यवस्थापन भन्ने छ। यो कुराहरू तपाईँलाई ओभरअल्ली तपाईँको यो बिबिएस सेकेन्ड इयरको ओबी एन्ड एचआरएम सब्जेक्ट अन्तर्गत चाहिँ यिनै कुराहरू चाहिँ तपाईँलाई क्वेसन मार्फत आउने गर्छन्, र यिनै कन्सेप्टहरू चाहिँ तपाईँलाई क्लियर गराउनको लागि यो बुकको चाहिँ डिजाइन भएको छ। अब नेक्स्ट तपाईँले तयारी चाहिँ कसरी गर्ने त, थोरै यो तयारी कसरी गर्ने भन्ने विषयमा हेरौँ। पहिला चाहिँ तपाईँले सबैभन्दा सुरुमा है इक्जाम ओरिएन्टेड भएर तपाईँ तयारी गर्दै हुनुहुन्छ भने र हाउ टु पास, कसरी पास हुने त होइन, हाउ टु पास। अब पासै हुनको लागि चाहिँ तपाईँले के गर्नु पर्यो त भन्दाखेरि पहिला नम्बरमा ब्रिफ एन्सर क्वेसनलाई सबै हेर्ने है। ब्रिफ एन्सर क्वेसनमा चाहिँ तपाईँलाई त्यहाँनिर क्वेसन ब्याङ्कमा तपाईँलाई जति पनि इन्फर्मेसनहरू दिएका छन्, जति पनि क्वेसनहरू दिएका छन् ब्रिफ एन्सर क्वेसनसँग सम्बन्धित, त्यो एउटा सालमा मात्रै नभएर त्यहाँनिर अरू त्यो जुन इम्पोर्टेन्स भनेर चाहिँ अथवा इम्पोर्टेन्ट क्वेसन भनेर चाहिँ त्यहाँ जुन दिएको हुन्छ सालमा नसोधिएका क्वेसनहरू पनि ती कन्सेप्चुअल रूपमा चाहिँ तिनीहरूलाई हेर्ने है, खोजेर हेर्ने, त्यति हेर्ने। पहिलो तयारी नै तपाईँले त्यसरी गर्नुभयो भने तपाईँलाई बेटर हुन्छ। र तपाईँको इक्जाम सकिसक्दा आउने, केही रेस्ट गर्ने। अब त्यो तपाईँलाई त्यो दिन चाहिँ त्यति पढ्न मन पनि लाग्दैन, त्यो रेस्ट गरेको समयमा चाहिँ तपाईँले के गर्ने त भन्दाखेरि ती क्वेसनहरू कलेक्ट गरेर तिनीहरूको एन्सरहरू अथवा त्यो कहाँ कहाँ छन् तिनीहरूलाई टिक लाउने। त्यो टिक लाएर तपाईँले अब भोलिपल्टदेखि चाहिँ यसलाई तयारी गर्ने हो। ब्रिफ एन्सर क्वेसनलाई व्यापक तयारी गर्ने। 7वटा यतापट्टि 7वटा च्याप्टर छन्, 7वटा च्याप्टर र यतापट्टि 5वटा च्याप्टर, 12वटा च्याप्टरहरू चाहिँ छन् भनेपछि 12वटा च्याप्टरबाट तपाईँलाई 10वटा क्वेसन आउने हो। यसमा त न्युमेरिकल हुन्छ भन्नु पर्दैन, हरेक च्याप्टरबाट लगभग एउटा क्वेसन चाहिँ आउने हो। त्यस कारणले गर्दाखेरि सबै च्याप्टरहरूबाट चाहिँ तपाईँले क्वेसनहरू सेलेक्ट गरेर त्यहाँबाट हेर्ने र प्रिभियस इयरमा आएका क्वेसनहरू पनि हेरेर चाहिँ पहिलो नम्बरमा ब्रिफ एन्सर क्वेसनलाई तयारी गर्ने। यसबाट तपाईँले कतिसम्म ल्याउन सक्ने क्यापेबल हुनु पर्यो त भन्दाखेरि 12 देखि 15 है, धेरै पनि पर्दैन, 12 देखि 15 ल्याउने चाहिँ क्यापेबल हुनु पर्यो, क्यापासिटी चाहिँ यसमा हुनु पर्यो ल, यति ल्याउने तयारी गर्ने।
अब नेक्स्ट भनेको स्टेप 2 भनेको चाहिँ कन्सेप्टको कुरा छ हैन, कन्सेप्ट, त्यस पछाडि त्यसका फिचर्सहरू, अब्जेक्टिभ्सहरू, इम्पोर्टेन्सहरू केही छन् भने त्यो, र प्रोसेसहरू केही प्रोसेस छन् भने त्यो कसरी गरिन्छ भन्ने कुराहरू चाहिँ, अथवा टाइप्सहरू, प्रोसेसमा चाहिँ तपाईँले टाइप्स पनि भन्न सक्नुहुन्छ, टाइप्सहरूको कुरा के को भन्दाखेरि इच च्याप्टर रिलेटेड टपिक भनेको जस्तो यहाँ हेर्नु त, जब डिजाइन छ नि, जब डिजाइन, जब एनालाइसिस, यी यस्ता कुरा क्या, यस्ता कुराहरूको कन्टेन्टहरूको चाहिँ तपाईँले कन्सेप्ट जान्नु पर्यो, अब्जेक्टिभ, इम्पोर्टेन्स जे होस् तपाईँले योसँग सम्बन्धित चाहिँ 3-4 मार्क्सको चाहिँ लेख्न सक्ने हुनु पर्यो, यानि कि आधी पेज चाहिँ भर्न सक्ने हुनु पर्यो। फेरि त्यो फोकटमा लेखेर भर्न सक्ने होइन कि यहाँभित्रका मेन कन्टेन्टहरूलाई हेरेर चाहिँ बोल्न सक्ने अथवा लेख्न सक्ने हुनु पर्यो। यो स्टेप 2 है त। त्यसको लागि तपाईँले मुख्य टपिकहरू छानेर, अब म तपाईँलाई यहाँनिर नेक्स्ट भिडियोमा के गर्छु भन्दाखेरि कुन च्याप्टरबाट चाहिँ कुन प्रश्नहरू कतिपटक सोधेको छ त्यो कुराहरू हामी हेर्छौँ। लगभग त्यति हेरेपछि तपाईँको यही इम्पोर्टेन्ट नभने पनि तपाईँले त्यति कभर गर्नुभयो भने त्यहाँबाट तपाईँलाई क्वेसन पर्ने सक्ने चान्स चाहिँ के हुन्छ, हाई हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यो अनुसारले तपाईँले कन्सेप्ट, अब्जेक्टिभ, इम्पोर्टेन्स, प्रोसेसहरूको बारेमा चाहिँ हरेक च्याप्टर र त्योसँग रिलेटेड टपिकहरूको चाहिँ तपाईँले हेर्नुपर्ने भयो। र अर्को भनेको चाहिँ पास्ट इयर क्वेसनहरूलाई हेर्ने र लेख्दाखेरि चाहिँ अलिकति क्रिएटिभ एन्सर लेख्ने गर्नु पर्यो। अब क्रिएटिभ चाहिँ कसरी बनाउने भन्नुहुन्छ भने वाट इज भनेर पहिला लेखिदिने हो। क्वेसनले के सोधेको छ, जस्तो तपाईँलाई मानौँ कि इमर्जिङ च्यालेन्जेस इन ह्युमन रिसोर्स म्यानेजमेन्ट भनेर क्वेसनले सोध्यो भने पहिलो नम्बरमा तपाईँले वाट इज भनेर अलिकति क्रिएटिभ लेख्नको लागि चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट भनेको यो हो, अनि नेपालको कन्टेक्स्टमा, अब इमर्जिङ च्यालेन्जेस नै भने पनि तपाईँले नेपालकै कन्टेक्स्टमा लेख्नुपर्ने हुन्छ। नेपालको कन्टेक्स्टमा चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट यस्तो भइरहेको छ र यसमा चाहिँ ह्युमन रिसोर्स म्यानेजमेन्ट नेपालमा प्र्याक्टिसमा आइरहे तापनि यसमा चाहिँ विभिन्न चुनौतीहरू छन्, समस्याहरू छन्, जसलाई चाहिँ हामी निम्नानुसार प्रस्तुत गर्न सकिन्छ भनेर तपाईँले थोरै इन्ट्रो लेख्नुभयो भने त्यसले तपाईँलाई के गर्छ त, थोरै के गर्छ, मार्क्स ल्याउनको लागि सहयोग गर्छ। अनि तपाईँ मेन कन्टेन्टमा छिर्नुहुन्छ, त्यो भनेको चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि इमर्जिङ च्यालेन्जेस इन ह्युमन रिसोर्स म्यानेजमेन्ट। अब यसमा के छ त भन्दाखेरि चाहिँ तपाईँको यहाँनिर चाहिँ के हुन्छ भन्दाखेरि कर्मचारीको व्यवस्थापन गर्न गाह्रो हुन्छ। फरक के हुन्छ भन्दाखेरि फरक सेक्टरका, फरक जेन्डरका हैन, फरक कल्चरका मान्छेहरू चाहिँ हुन्छन् हो कुनै एउटा सङ्गठनमा पनि, र तिनीहरूको चाहिँ जुन मोटिभ्स अथवा तिनीहरूको अब्जेक्टिभलाई चाहिँ एकै ठाउँमा एकत्रित गर्न नसक्नु, अथवा तपाईँलाई चाहिँ त्यहाँनिर चाहिँ के भन्न सकिन्छ भन्दा वर्कफोर्स डाइभर्सिटी भन्न सक्नुहुन्छ, त्यो टपिकसँग सम्बन्धित रहेर चाहिँ त्यस्तो गर्न नसक्नु एउटा के हो त भन्दाखेरि ह्युमन रिसोर्स म्यानेजमेन्टको चाहिँ एउटा च्यालेन्जेस हो। अर्को के हुनसक्छ भन्नुहुन्छ भने तपाईँको टेक्नोलोजीहरूको युजेज गर्न नसक्नु हो। टेक्नोलोजीको युजेज प्रयोग गर्न नसक्नु पनि के हो त भन्दाखेरि ह्युमन रिसोर्स म्यानेजमेन्टको च्यालेन्जेस हो। अरू यसरी तपाईँले त्यहाँनिर केही लेख्नुहुन्छ र समग्रमा ह्युमन रिसोर्स म्यानेजमेन्टले चाहिँ नेपाली सङ्गठनहरूमा अथवा सङ्गठनमा चाहिँ महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ र यी माथि दिएका समस्याहरू, विद्यमान समस्याहरू अथवा माथि दिएका समस्याहरूलाई चाहिँ यो ढङ्गले हामीले सल्भ गर्न सकेको खण्डमा चाहिँ नेपाली सङ्गठनहरूलाई प्रतिस्पर्धी र विश्वव्यापी बनाउन सक्छौँ भनेर तपाईँले लास्टमा कन्क्लुजन जस्तो लेख्नुभयो भने चाहिँ तपाईँको एन्सरमा के हुन्छ त, क्रिएटिभनेस देखिन्छ, क्रिएटिभ एन्सर बन्छ क्या। त्यो कारणले गर्दा तपाईँले केही राम्रो मार्क्स त अवश्य पनि पाउनुहुन्छ। त्यो कारणले पनि मैले के भनेको भन्दाखेरि तपाईँले जति पनि टपिकहरू पढ्नुहुन्छ, जति पनि च्याप्टरहरू पढ्नुहुन्छ, त्यो च्याप्टरसँग सम्बन्धित रहेर चाहिँ कन्सेप्टहरू, त्यसका इम्पोर्टेन्सहरू, अनि त्यसको फिचर्सहरू केही छन् भने, त्यसका प्रोसेसहरू केही छन् भने त्यो हेर्नुभयो भने चाहिँ तपाईँलाई यस्तो क्रिएटिभ एन्सर लेख्नको लागि र तपाईँलाई जुन क्वेसन सोधे पनि त्यो क्वेसनलाई ट्याकल गर्नको लागि चाहिँ सहयोग पुग्छ। र आज चाहिँ हामी यो यति नै गर्छौँ। हामीले यहाँनिर पास्ट इयर क्वेसनहरू अनि त्यस पछाडि कुन च्याप्टर इम्पोर्टेन्ट भन्ने बारेमा चाहिँ यहाँनिर राख्यौँ न। अब त्यो तपाईँले यदि हेर्नै चाहनुहुन्छ भने हामीले योभन्दा 1 महिना अगाडि भिडियो बनाएर राखेका छौँ। त्यसमै म तपाईँलाई यहाँनिर चाहिँ म के गरिदिन्छु भन्दाखेरि डिस्क्रिप्सनमा राखिदिनेछु है, अथवा यो भिडियोको अन्तिममा प्ले नेक्स्ट भन्नेमा पनि तपाईँको त्यो भिडियो म राखिदिनेछु। अनि त्यति भइसकेपछि तपाईँले त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। कुरा चाहिँ हामीले लगभग यस्तै कुरा गरेका छौँ र पास्ट इयरमा कसरी क्वेसन आएको छ र सम्भावित इम्पोर्टेन्ट क्वेसन चाहिँ के हो भन्ने कुरा टप 25 क्वेसन पनि हामीले राखिदिएका थियौँ त्यतिखेरको लागि। तर त्यतिमा फुल्ली डिपेन्ड भएर चाहिँ नगर्ने र आफ्नो तयारीलाई चाहिँ यो प्रोसेसबाट चाहिँ यो तरिकाबाट चाहिँ तपाईँले तयारीलाई अगाडि बढाउनु भयो भने पक्कै पनि तपाईँले यसमा चाहिँ राम्रै मार्क्स ल्याउन सक्नुहुन्छ भन्ने आशाका साथ आजको यो भिडियो चाहिँ यति नै गर्छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू।